नमस्कार। आज हामी कक्षा 12को अनिवार्य नेपालीको एउटा एकदमै शक्तिशाली कथा विरहिणी दमयन्तीको बारेमा कुरा गर्दैछौँ। यो कथामा दमयन्तीले कस्ता कस्ता परीक्षाहरू भोगिन् र उनको साहसको यात्रा कस्तो थियो त्यसलाई हामी एक एक गरेर हेर्नेछौँ। कथाको सुरुवात नै एकदमै मार्मिक छ, हैन त? घना जङ्गलको बीचमा जब राजा नलले उनलाई एक्लै छाडेर जान्छन्, त्यसपछि दमयन्तीको मनबाट निस्केको यो पुकारले नै उनको कहाली लाग्दो सङ्घर्षको सुरुवात गर्छ। ल अब हेरौँ वियोगको आरम्भ। यो पहिलो चरणमा त उनको जीवनमा निराशा र पीडा बाहेक केही पनि छैन। उनी बस भौतारी रहन्छन्, कता जाने के गर्ने केही थाहा छैन। शोकले यति गाँजेको छ कि जताततै नललाई नै देख्न थाल्छिन्। सोच्नुस् त, उनी एक्लै छिन्, भोकी छिन्, शरीरमा राम्रोसँग कपडा पनि छैन अनि एकदमै थाकेकी। अचानक पतिले यसरी छाडेर गएपछि उनको संसार नै भताभुङ्ग भएको छ। अब जङ्गलमा आइपर्ने परीक्षाहरू हेर्नुहोस्। जङ्गलको कठोरताले उनलाई शोकमा डुबिरहन दिँदैन। अब बाँच्नका लागि सङ्घर्ष गर्नै पर्छ र यहीँबाट हो उनको भित्री शक्ति र बुद्धि बाहिर निस्किन थालेको। एउटा नयाँ खतरा, एकजना शक्तिशाली कर्कोटक नाग पुरुषले उनलाई सुतेको बेला भेट्छ र ऊ कामवासनाले अन्धो भएर दमयन्तीलाई समात्छ। सोच्नुस् त, कति जोखिमपूर्ण अवस्था हो। यही बेला दमयन्तीलाई थाहा हुन्छ कि अब बलले होइन, बुद्धिले मात्रै बाँच्न सकिन्छ। अनि उनले के गरिन् त? हेर्नुस् त उनको यो रणनीतिक योजना। उनी अलिकति पनि आत्तिएनन्, बरु डरलाई लुकाएर मुसुक्क हाँसिन्, विश्वास जितिन् अनि मायाले जाँड खुवाएर लट्ठ पारिदिन्। र जब ऊ लट्ठ भयो त्यही जाँडमा आगो लगाएर छाप्रो नै जलाइदिन् र भागिन्। कस्तो अचम्मको चालाकी, होइन? त्यसपछि उनले एउटा गजबको आत्मरक्षाको उपाय अपनाइन्। उनले जानी आफूलाई कुरूप बनाइन्, कपालमा धुलो र शरीरमा हिलो दलेर। किन होला? किनभने उनले बुझिसकेकी थिइन् कि यो खतरनाक संसारमा उनको सुन्दरता नै उनको लागि सबैभन्दा ठूलो शत्रु बन्न सक्छ। उनको मनसाय एकदमै स्पष्ट थियो। मान्छेहरूले मलाई कुरूप र पागल सम्झिन् ताकि कसैले मलाई आक्रमण गर्ने आँट नगरोस्। यो कुनै हार मानेर गरेको काम थिएन, बरु एकदमै सोचेर भविष्यमा आउन सक्ने खतराबाट बच्न चालिएको कदम थियो। यसले उनको दूरदर्शिता देखाउँछ। अब कथामा आशा र विपत्ति सँगसँगै आउँछ। यति दिनसम्म एक्लै भौतारिएपछि बल्ल उनले मान्छेहरूको सङ्केत देख्छिन्। त्यो देख्दा उनलाई कति राहत भयो होला, कल्पना गर्नुस् त। त्यहाँ उनले व्यापारीहरूको एउटा ठूलो समूह भेट्छिन्। त्यसको नाइके सूचीभद्र भन्ने एकजना दयालु मानिसले उनलाई खाना दिन्छन् र चेदी राज्यसम्म सुरक्षित पुर्याइदिने वचन दिन्छन्। कति लामो समयपछि कसैले उनलाई यस्तो राम्रो व्यवहार गरेको। उनको मनमा फेरि आशा पलाउँछ, सायद चेदीमा नललाई भेट्न सक्छु कि भनेर। तर दुर्भाग्यले उनको पिछा छोडेको हुँदैन। त्यही रात जङ्गली हात्तीहरूको बथानले उनीहरूको शिविरमा आक्रमण गर्छ। सबै कुरा तहस नहस हुन्छ। सूचीभद्रसहित धेरै मानिसहरू मारिन्छन्। यो घटनाले के देखाउँछ भने जब जब उनको जीवनमा अलिकति आशा आउँछ, त्यो झन क्रूर तरिकाले खोसिन्छ। विपत्तिको यो श्रृङ्खला कहिले नटुङ्गिने जस्तो। यति ठूलो र विभत्स घटना देखेपछि पनि उनको आँखामा आँसु आउँदैन। किनभने उनको पीडा यति गहिरो भइसकेको थियो कि अब आँसु पनि सुकिसकेको थियो। त्यो पीडाले उनलाई कमजोर बनाउनुको सट्टा झन बलियो, झन कठोर बनाइदियो। खैर, त्यो विपत्तिबाट बचेर उनी अब चेदी राज्यमा पुग्छिन्। यहाँ पनि उनले आफ्नो लागि एउटा सुरक्षित ठाउँ बनाउन फेरि एकपटक आफ्नो बुद्धिको प्रयोग गर्नुपर्ने हुन्छ। उनी चेदी सहरमा पस्छिन्, तर उनको हालत यस्तो खराब हुन्छ, फोहोर जङ्गली जस्तो, कि केटाकेटीहरू उनलाई जिस्काउनै पछि लाग्छन्। तर दरबारको बार्दलीबाट रानीकी आमा सुनन्दाले उनलाई देख्छिन्। सुनन्दा, जो वास्तवमा दमयन्तीकी ठुली आमा हुन्, उनले त्यो फोहोर र मैलोपनभित्र लुकेको उनको शाही स्वभाव चिनिहाल्छिन्। यहाँ पनि दमयन्तीले आफ्नो पहिचान लुकाउँछिन्। आफू निषदकी रानी हुँ भन्दैनन्, बरु आफूलाई सैरेन्द्री अर्थात् एउटा कुशल परिचारिका भनेर चिनाउँछिन्। किनभने आफ्नो र आफ्नो उद्देश्य अर्थात् नललाई खोज्ने काम दुवैलाई सुरक्षित राख्नु थियो। अनि राजकुमारीको परिचारिका बन्नुअघि उनले 3 वटा शर्त राख्छिन्। हेर्नुस् त, म कसैको झुठो खान्न, कसैको खुट्टा धुन्न र कुनै पर पुरुषसँग बोल्दिन। यी शर्तहरू एकदमै महत्त्वपूर्ण छन्। यस्तो असहाय अवस्थामा पनि उनले आफ्नो स्वाभिमान, मर्यादा र चरित्रमा कुनै सम्झौता गरिनन्।
बरु त्यसको रक्षाका लागि उनले वार्ता गरिन्। ल अब निष्कर्षमा जाउँ। दमयन्तीको यो दर्दनाक तर साहसी यात्राबाट हामीले के बुझ्न सक्छौँ त? उनको यो जङ्गल यात्राले के प्रमाणित गर्छ भने भित्री शक्ति बाहिरी परिस्थितिभन्दा धेरै ठूलो हुन्छ। सोच्नुस्, उनले आफ्नो पति गुमाइन्, राज्य गुमाइन्, आफ्नो सुन्दरता र सुरक्षा सबै गुमाइन्, तर नललाई खोज्ने उनको अठोट त्यो कहिल्यै कमजोर भएन, बरु हरेक परीक्षापछि झन्झन बलियो हुँदै गयो। त्यसो भए आफ्नो पद, प्रतिष्ठा र सुन्दरता सबै गुमाइसकेपछि पनि दमयन्तीको सबैभन्दा शक्तिशाली हतियार के थियो त? हो, त्यो थियो उनको कहिल्यै नहार्ने आशा र उनको चलाक दिमाग। यसले हामीलाई एउटा ठूलो कुरा सिकाउँछ। साँचो शक्ति बाहिरी कुरामा होइन, मानिसको भित्र, उसको आत्मामा हुन्छ।